ठाउँ छ एकपटक चाहिँ टक्क आउनु होला। यति बेला यो पोर्चुगलकै सबैभन्दा उत्कृष्ट ठाउँ मदैरामा छ। कोही नभएर च्यारचुर पार्नुहुन्थ्यो। गाडी आएर अर्काको पार्टी हो क्या अर्काको पार्टी हो क्या सिद्धार्थले रिसेर बोकेर साँच्ची म भोट माग्न आएको दिने देऊ न दिने नदेऊ। अनि जोरले सबैजनालाई अनि नयाँ वर्षको शुभकामना सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बाबा सबैजनालाई 2083 सालको मङ्गलमय शुभकामना छ है। आज चाहिँ म फेरि अर्को भ्लग लिएर आएको छु। पिकोतो एरिया हो, हेर्न सक्नुहुन्छ 1810 मिटर हाइटमा छ र यो मेरो चाहिँ दोस्रो पटक है। यो यहाँको टुर चाहिँ दोस्रो पटक र मसँगै आउनुभएको छ हिरोहरू आफ्नै आज। ल गाइजहरूलाई चाहिँ वेलकम छ। ल हाम्रो घिमिरे कान्छा के छ भाइ खबर? सिद्धार्थ दाई राणा मगर हेलो हेलो दाई ह्याप्पी न्यु इयर। ल अर्को माइला घिमिरे माइला है। हामी चाहिँ 4 जना टक्क आज हाइकिङ है। अलि लेट आइयो त्यही भएर हामी अब यो बाटो हुँदै तलतिर कहाँसम्म पुगिन्छ हाइकिङ गर्छौँ। हेर्नु ठाउँ चाहिँ भवाल छ है। टक्क आकाश खुलेको छ। हिरो हिरो छन् आज फेरि। आज मेरो भ्लगमा नयाँ नयाँ मान्छेहरू। कस्तो लाग्यो कान्छ? टोपी लाउने बिर्सेछ नि यार। ल है अब एकछिनमा आज जाने कि एकछिन यताको फोटो खिच न। शान्त त सेराबाट देखिन्छ कि यो ठाउँ कहाँबाट मैले खिचेको यार। अस्तिको गएको भ्लगमा मैले यो बलदेखि नि भिडियो हालेको थिएँ मैले। हेर्नुहोस् है मानाङकोटको भाइब चाहिँ यहाँबाट पनि लिन सकिन्छ है। ल गाइस अब हामी चाहिँ यो रमणीय ठाउँ है त्यो बबाल भ्यू हेर्दै अब हामी थोरै हाइकिङ गर्नेछौँ यहाँबाट। दाइ अगाडि हिँड्नु भएको छ। ओह्रालोमा दाइ अगाडि उकालोमा दाइ पछाडि हो। अहिले दाइलाई एप्पल जुस खुवाएर भए पनि उकालो तनाउनु पर्छ। हिँड्नु पऱ्यो नि त। यहाँ मात्रै आएर त काम छैन कि त बिहान सनराइज हेर्न आउनु पर्ने हो। टक्क हेर्ने फर्किने। अब दिउँसो आएपछि हाइकिङ गर्ने, साँझ सनसेट हेर्ने फर्किने। आयो भने त माइला पो यार। केही भन न माइला यार 2-4 शब्द यार। हामी यति बेला यो पोर्चुगलकै सबैभन्दा उत्कृष्ट ठाउँ मदैरामा छ। मदैराको लगभग 810 मिटर चल्दै हामीसँग अहिले 4 जनाको ग्रुप छ यहाँ। अर्जुन दाई, सिद्धार्थ राणा मगर, रमेश घिमिरे, म लगायतको टिम आज नेपाली वर्षको नयाँ वर्षको दिन आएका छौँ। दाइ के छ यसमा भन्ने थोरै भन्नु।
शुभकामना त दिनु यार दाइले फेरि गाडी लागेको अरे यत्रो माथि हाइटमा आयो होला नि त हुन त आफै पनि ड्राइभर हुनुहुन्थ्यो नेपालमा पछि के गरे आज अलि गाह्रो मान्नु भयो बोल्न दाइले के अरे हिँड्न परेर गाह्रो मान्नु भएको क्या बोल्न गाह्रो होइन हिँड्न त बाटो देखेर हाइकिङ गर्ने भनेको गाह्रो मान्नु भयो अब के गर्ने चिसो रहेछ अगाडि टोपी ल्याउनु बिर्सेँ त्यही म त यही लाउँछु टोपी ठिकै छ त्यही चिसो रहेछ लगभग सबैका ज्याकेटका टोपी रहेछन् मेरो मात्र रहेछ हो टोपी भएको किन्न पर्छ नि भाइ यार यसमा चाहिँ सिद्धार्थ दाइसँग 2वटा टोपी रहेछ अँ म भाइको लागि ज्यान दिने तयार भएको मान्छे हो हो टोपी मेरो लागि ठुलो कुरा होइन टेन्सन नगर्नु दाइको एउटा आशा छ आजको दिनलाई त्यसमा लास्टमा पनि भने सुनेको नि फेरि चम्किने पानी चम्किने भनेको ल ल हिँड मिनौँ त गाइसहरूको भिडियो खिच्दै पऱ्यो नि पछि गएर अर्जुन दाईको भ्लगमा थियो यार हामी उहाँ घुम्न गएको भनेर सम्झिएर युट्युबमा सर्च गरेर हेर्छन् कि पछि गएर त्यस्तो भन्छ नि तिमीहरूका केटाकेटीले हेर्लान् के कराएको यो के हो यो कोही नभए त च्यारचुर पार्नुहुन्थ्यो अनि मान्छे रहेछ कि यहाँ मान्छे नभए त टक्क सिस्टम हुन्थ्यो होइन कान्छ बट्टाइ हो कि हो यो के हो त नि यो भोक्लाहरू परायो कि हो है गाइस के हो यसको नाम चाहिँ कमेन्ट गर्नु है हामीलाई थाहा भएन भाग्दैन पनि ल है ठाउँ चाहिँ उत्कृष्ट हो क्या यस्तो राम्रो ठाउँ छ जति खिच्यो त्यति खिचिरहँ जस्तो छ कि उहाँ पर झन् यस्तो बबल छ मान्छेहरू पनि धेरै आउनु भएको छ आउने जाने क्रम जारी छ टुरिस्टहरू पनि लास्टै हुनुहुन्छ जेठा भनेको त कति छ दुइटा कुनै रहेछ त एकैचोटि सबै आँखा के डाँडो खै कहाँ जानुपर्ने चिसो भएर लाउनु पर्ने अवस्था भयो हावाले हामी लगभग 10 मिनट जति हिँडेर दाइलाई खोज्दा खोज्दा कहाँ जानु भनेको चाहिँ पुरा 1 घन्टामा पुरा भ्यू हेर्दै एक्लै इन्जोय गर्नुभयो हेर न हामी आउँदा बस्दै आउने क्या पहिला पुगौँ न कहाँसम्म पुगिन्छ कहाँ 10 मिनट पनि हिँड्ने छैन हिँड्न पहिलो मैले अर्को ठाउँ भनेको थिएँ तिम्रो अर्डर हो यो ठाउँ 10 मिनट पनि भएको छैन हिँडेको आवाज आएको होला माइक छैन हामीसँग कान्छाले किनिदियो हो कि एउटा माइक दाइलाई गिफ्ट दियो हुन्छ कि एउटा त्यो नेताहरूले भाषण गर्ने जस्तो माइक के कस्तो त्यस्तो होइन कि त्यो बेलचै बोकेर हिँडेको त के हो कान्छ त्यो गाडी आएर हर्काको पार्टी हो क्या हर्काको पार्टी हो क्या बेलचै बोकेर साँच्ची बिस्तारै 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 हिँडौँ है
हामी चाहिँ यहाँ बिस्तारै बिस्तारै हिँड्छौँ। अलि अघि अघि गएर भिडियो बनाउँछौँ। भिडियो बनाउँदै हिँड्न पनि गाह्रो छ यहाँ। हो पुरा महावीर पुन हिँड्ने जस्तै त के छ क्या दाइलाई? हाम्रो महावीर पुन यता आउनुभएको छ है, हाइकिङ आउनुभयो। तिमीहरू पुगेर आउन किन भ्यू बढी आउँछ क्या अब। हजुर अनि पुरा अबे यार आफ्नो भ्यू बनाउने यिनीहरूले मलाई बडीको फर्का बन्न छन् यार। पुन बा हिँडे जस्तै हिँड्नु भयो यार। म भोट माग्न आएको दिने देऊ न दिन नदेऊ। जनतालाई के भन्न चाहनुहुन्छ? मेरो घोडा दुख्यो क्षतिपूर्ति अब तिरबुज चिन्हले किताब बेच्न छोडेर पुरा डाँडा काँडा घुम्न आउनु भयो। तिमीहरूको भिडियोमा जति पैसा आउँछ कहाँ कान्छ 50% मेरो। किताब बेचेको पैसा खै के गर्नुहुन्छ? खाँड खाएरै पाइन्छ। कारखानामा लगानी गर्नुभएको नि त हाम्रो यस्तै है कि हिँड्न पऱ्यो। हिँड्न पर्दा थकाइ लाग्छ, खुट्टा गल्छ त्यो लौराले गर्दा, त्यही हो। तर यही हो क्या रमाइलो भनेको। यसैको लागि त आएको नि यही दुःख पाउन। हाइकिङ जाने बिगत एरिया लास्टमा छ सानो मान्छे झन् लास्टमा आएको के अरे कुन के भाइ के हुन् त जताततै 360 जता खिचे पनि बबाल छ क्या हजुर। अब त्यो भिडियो गराएको छु पछाडि त यार स्वर्ग आने स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग हेर्ने हो भन्थ्यो भिडियोमा। यो पनि त स्वर्ग जस्तो हो नि। हिँड्दा हिँड्दा यस्तो यस्तो बाटो पनि छ है। अब गाइस हामी चाहिँ लगभग कति मिनट हिँड्ने हो? 15-20 मिनट 15-20 मिनट हिँड्ने होइन। स्याहाँ स्याहाँ भइएको छ तैपनि हार चाहिँ मानिन् है। हाम्रो एकछिन त्यहाँ यहाँ जुस ब्रेक हुन्छ है। 10 मिनट बस्नु पर्ने हुन्छ। त्यो भ्यू हेर्दा एकछिन चाहिँ हाम्रो रेस्ट है गाइस। यताको भएको भने यसो छोरा हेरौँ। पारवेङ त मैले लिएर आएको पारवेङ किन्न दिनु त। माथि माथि पनि जाने मान्छेहरू। हामी यताबाट आएको मान्छेहरू यताबाट आएर यताको खानु हुन्छ। हिँड किन रोकेको? ए तेरो के भएको? ल के हो यो? निन हो दा मान्ता गरे नाम पनि के हो यस्तो? जम्मा आउनु आउनु आउनु। ड्रोन उडान ड्रोन भएको त बबाल आउँथ्यो होला के अरे सिन त। थोरै बस्नु आउनु आउनु। ढुङ्गामा लेख्दो रहेछ माइला। यसो केही लेख नि त, गर्लफ्रेन्डको नाम लेख तिम्रो। आई लभ सिद्धार्थ राणा लेख्छु मैले। लेख खालि हर्को साम्पाङ दिन्छ नि फेरि। ए यहाँ त ठाउँै रहन्छ त यार। फोटो खिच्ने हो कि यहाँ त? अँ त नि यहाँ त यस्तो ठाउँ रहेछ बस्नु नभनेको भ्यू पनि रहेछ। ड्रोन रहेछ। ओ माई गड तर त खतरा खाँदै यार। तर त छ्याङ्गै रहेछ त। ड्रोन हो क्या हजुर? ड्रोन आयो ड्रोन।
यो मेरो ड्रोन आयो भन्न नआउने ल्यान्डिङ हुँदैछ कहिले होला यस्तो ड्रोन लिएर हिँड्ने यार यो थोत्रो मोबाइल तिर्छ हिँड्ने ए हो कहाँ हराउँछ खोज्दै नि हामी जानुपर्ने अब यताबाट रहेछ भाइ माथिबाट रहेछ घुम्न पर्ने रहेछ कि म त यहाँबाट नि त बाटो होला भन्थेँ होइन म त यहाँसम्म थाहा थियो तर तँ जाने त्यहाँबाट हामी उहाँ जाने रहेछ कि 4% चार्ज छ डार्बिङसम्म ढुक्क जानु लागि लेट्स गो गाइस ब्रेक अब एकछिन बसौँ है हेरेर बसौँ ल त्यो छ एकछिन पनि के भइरहेछ यहाँ हिँड्दा हिँड्दा के भयो ए विश्राम है विश्राम भइरहेको छ ब्लग हामी व्यापारी सास पर्छ एउटा अलिक गतिलो ठाउँ भेटायो भने बसौँ कि होइन र पिकनिक खाने त्यसरी हिँड्दा झन् गाह्रो हुन्छ नि त कहिले हिँड्दा भयो अब त्यो भयो नि जाउँ धेरै भयो पावर ब्याङ्क 1 महिनामा पुग्छ अन्त दुईटाको आउनु बाटो चाहिँ डेन्जर छ धेरै चलान्छ दुईटा घरमा टिम जाने हो खतरा खतरै छ है बाटो चाहिँ आऊ है गाइस आऊ हाइकिङ भनेर आउँछन् केटाहरू सक्दैनन् हिँड्न शरीर त धोस्दै दुख्छ आज होइन भोलि बिहान त्यहाँदेखि के नि सधैँ हिँड्न ल आऊ है आऊ केटा बनाउँदै हिँड्दै हामी चाहिँ बाटो हेर्नु पऱ्यो नि भाइ हेर त यस्तो डेन्जर छ खतरा छ हेर अलि गाह्रो बाटो छ कि ल हामी चाहिँ लगभग अब चाहिँ आउन लाग्यो अब अर्जुन दाइ 5-7 मिनटमा हामी पुग्छौँ होइन गन्तव्यमा थाहा छैन यार ह्याप्पी न्यु इयर सबैलाई आज चाहिँ हिँड्ने हो कि 2072 जस्तो भए पनि 73 चाहिँ उल्लासमय रहोस् शुभकामना छ पहिलो दिनमै हिँड्ने गरी वर्षभरि हिँड्ने भइन्छ क्या भाइ होइन भएन वर्षभरि हिँड्न त हिँड्ने हो तर आफ्नो एउटा गन्तव्यको बाटो छ त्यो बाटोमा हिँड्ने हो प्रत्येक दिन पाइला चाल्नै हो हिँड्नुपर्छ आज होइन सधैँ हिँड्नुपर्छ त्यही भएर आज हिँडेको हामी चाहिँ परदेशमा भएर पनि नयाँ वर्षको दिन चाहिँ रमाइलो गरौँ घुमौँ भनेर चाहिँ सबैको छुट्टी मिलाएर हिँडेका छौँ तपाईँहरू जहाँ कहीँ हुनुहुन्छ रमाइलो गर्नुहोस् हामी जस्तो घुम्नुहोस् हिँड्नुहोस् फ्यामिली नभए साथीभाइसँग इन्जोय गर्नुहोस् के गर्नु विदेशको ठाउँमा अब फ्यामिलीहरू टाढा भएपछि साथीहरूसँग घुम्नुपर्छ यहाँ चाहिँ के छ यहाँ पनि यस्तै होला कि एक्सक्युज मी सरी भिड छ है सानो अप्ठ्यारो बाटो छ चाहिँ अप्ठ्यारो छ यता कस्तो छ कान्छ ओ त्यहाँ रहेछ बस्नु आउँ त होइन पिकनिक खान पिकनिक ठाउँ हो त्यहीँ बस्नु पर्छ यता ग्रुप रहेछ होइन दाइ यहीँ हुनुहुन्छ को नेपाली आएर मैले त कहाँ जानुभयो हेरिरहेको साँच्चै यार भएन र भन्ने यार नेपाली को बोल्छ अन्त झसँगै हामी कहाँ थियौँ र मैले हामी कहाँ थियौँ मैले भाइ हामी चाहिँ अब ऊ त्यहीँ पर फर्किँदा ऊ त्यहाँ उत्यारसम्म सबै बस्यो नि पिकनिक खाएर त्यहाँ बसौँ न नि त्यहाँ के हुन्छ आउनु अनि त्यो मिटर लेखेको वाला कहाँ हुन्छ अर्जुन दाइ भाइ मिटर लेखेको अब यता हेऱ्यो पनि छ्याङ्ग यता हेऱ्यो पनि छ्याङ्ग यहाँ मिटर लेखेको कहाँ छ र केटाहरूले बनाएको थियो कि नाचेको टिकटक रमेशले याद गरेस् कि नै यही त हो नि पोतो शान्त खालि पोतो शान्त भन्दै थियो हो पुनिलमा हो काठमाडौँमा लेखेको भनेको त होइन त्यसै बाटो चाहिँ डेन्जर लाग्दै डेन्जर छ तर के एडभेन्चर छ क्या बाटो चाहिँ मान्छेहरू दुईवटा मान्छे क्रस गर्न नि गाह्रो छ कि साइड दिनुपर्छ दुईजना मान्छे हिँड्न नि गाह्रो बाटो पिकनिक खाने यहाँ हो नि तेरो भाइ नाके मधेराको सबैभन्दा अग्लो
आयो सुन्नु हो नि यस्तो ठाउँमा आएर फोटो खिच्न पाइएछ भिडियो बनाउन पाइएछ घुम्न पाइएछ यस्तो हो कि बाटो चाहिँ डेन्जर के अझै माथिबाट खिच्न पनि हो खतरा देखिन्थ्यो होला यार होइन यो चाहिँ अलिक डेन्जर ठाउँ रहेछ यार अर्जुन दाइ छुट्टै मेरो यहाँ यो बाटोमा हिँडेको त्यहाँ रमेश तिमीले भिडियो खिचिदिनु है हो दाइ दाइ पनि सँगै के दुईजना खिचिदिन्छु ल म अलि तल झर्छु पहिला सिङ्गल खिचिदिनु अनि दाइको फेरि सिङ्गल ल ल ल त ठाउँमा भिडियो गरौँ भन्छन् ल यसो भिडियो खिचिदिनु पऱ्यो योभन्दा धेरै टाढो गइन्छ कि गइन्न अलि हेरौँ है भिडियो बनाइयो दुई भाइको अब चाहिँ अब एकछिन यहीँ बस्नु पर्ला अलिकता रेस्ट गर्ने ठाउँ जस्तो देखियो माथि बस्ने भनेको ठाउँ अलि असजिलो भएर नमिलेको ठाउँ भएर बसिएन यहाँ चाहिँ एकछिन बसौँ पानी सानी खाऊँ जुस सुस खाऊँ कान्छाले कोको कोला ल्याएछन् ल कान्छा कोको कोला ल्याऊ खालि गर्लफ्रेन्डलाई मेसेज गरेछन् त माइला र कान्छालाई लिएर हिँड्नुहुन्न अब बन्द रहेछ न ठिक भयो नि उतै जान मन लाग्थ्यो बन्द छ अब अझै बाबु हेर्नु त्यहाँ माथि कस्तो राम्रो देखियो त यार यहाँ टेबल कुर्सी रहेछ त नि त्यहाँ हेर्नु त्यहाँ माथि हेर्नु न भ्यू जुम गरेर देखाउँछु कि दाइ चाहिँ महावीर कुनको नाति है उता जान मन लाग्थ्यो फेरि बन्द ए कान्छाल त यहाँ टक्क टेबल सेट गर्छ मान्छे देख्दा हर्क सम्पाङ ल हर्क सम्पाङ देख्दा महावीर दाइको अगाडि हर्केको नाम नलियो कि यस्तो ठाउँमा आएर फेरि खोइ त नि खोइ त पिकनिक होला ल हेर जुस सुस निकाल्यो के गर्ने हो यहीँ रहेछ हाम्रो लास्ट पोइन्ट किनभने त्यहाँ बाटो ब्लक छ अब त्यहाँबाट नो इन्ट्री बन्द रहेछ अनि अब हाम्रो लास्ट पोइन्ट यहीँ छ होइन अब एकछिन हामी बसिन्छ मजाले टक्क ड्रिङ्क्स ब्रेक हुन्छ अनि हामी टिकटक भिडियो बनाउँछौँ फोटो खिच्छौँ मजाले सायद हामी सनसेट हेर्छौँ होला सनसेट हेरेर बस्यो भने फेरि भिडियोमा लिएर आउँछ गिलास ल्याउँछु भन्थ्यो त कान्छाले जे पनि पर्ने यसो मलाई यो घिमिरेहरूको विश्वास लाउनु छोडे थाहा छैन त कुरा भएको अनि के अरे पिङ दोसोबाट कप किनौँला भनेकोले हो त्यो अल्छीहरू हेर यो दाजुभाइ अल्छी रहेछ नि दुईजना दाजुभाइ दाइ बुढा मान्छेलाई त के भन्ने हो र भर्खरको जेन्जी केटाहरू अल्छी रहेछन् सुन्तला टक्क सुन्तला अब खै त कहाँ जान्छ जुस निकाल न यसो चेस गरौँ ल चटपट बनाऊ सुन्तला खाऊँ पहिला सुन्तला खाऊँ कि पहिला घाँटी सुन्तला है गाइस टक्क तर यस्तो हुन्थ्यो अन्य त लगभग कमै ल्याइन्थ्यो नि यस्तो ठाउँमा आएर चटपट बनाऊ अब गाइस चेस है खाइसकेपछि तपाईँ त त्यो अर्जुन ऊ जस्तो देखिन यार कस्तो 17 साइज शिबु पाण्डे शिबु हाम्रोतिरको हो कि शिबु होइन कहीँ गएको होइन है अब डल्ले डल्ले पिकनिक बनाएको हेर्दै देखाउनु हाम्रो यहाँ पिकनिक सुरु भयो अब सानो म क्यामेराम्यान परेँ हेर नानी म बनाइदिएँ बन्नुपर्ने अरे क्यामेराम्यान प्लास्टिकमा खनाउँछ सबै ए यो बोर्ड के रहेछ म यो बोर्डै ए पेद्रो रिजा अरे पेद्रो रिजामा टक्क धन्न केटाले रिजर्भ गरेको नि टेबल चाहिँ यो चाहिँ हर्क सापाङले बनाएको त्यसैको नाम आयो सरी सरम संस्कृति पार्टीले होइन हो क्या
कसले बनाएको त नि यो नेचुरल होला होइन यो नेपाली काङ्ग्रेसले बनाएको जसले बनाए पनि होइन बवाल रहेछ टेबल चाहिँ होइन टेबल कडा छ अब कुर्सी पनि यो बेन्ची जस्तो दामी छ है सुदन गुरुङ बालन र शाह जेन्जी म दुईवटा जेन्जीहरू छन् सकिन्न फेरि जेन्जीसँग अर्को खाँचीका जेन्जीहरू कडा रहेछन् है अर्को पुतली उड्यो अब हाम्रो निकाल न पुतली भाइ छैन पुतली ल्याएन हौ त्यो लिएर आऊ भनेको यार ल्याएन हौ तिमीले त चम्ची पनि ल्याएन होला चस्मा केही कप केही छैन नि यार यस्तो 5 स्टार हो भन्छ नि सानो दिनमा बनाउनु पर्यो नि यी अब यस्तो छ नि भाइहरू यस्तो छ नि ल त्यो निकाल नि त नि यस्तो छ गाह्रो छ दाजुभाइको खिचिन्छ है सबैको अनि कान्छानी आउँछ नि त अनि ल अलिक खिचाउँला के बसेको राम्रो आउँदैन गाह्रो छ क्यामेराम्यान हुन नि गाह्रो छ है गाइस ल म चाहिँ सर फेरि भ्यू देखाउँछु होइन चट्टानै चट्टान छ है आउँछ यार फोटो छ्याङ्गै छ मान्छेहरू आउने जाने क्रम जारी छ अब यही छ सबको लास्ट पोइन्ट यतातिर पनि हेर्छु है यता पनि देखाउँछु तपाईँहरूलाई आज आकाश खोलेर चाहिँ यतिको देख्न पाइयो है नभए पनि बिहान आएको भए हुस्सो लाएर कुहिरो लाएर अनि जाडो पनि हुन्थ्यो केही देख्न पाइन्थेन आज लक्कीले वेदर पनि खोलेर टक्क यसरी बसेर अब हामी नास्ता पास्ता चाउचाउ खान्छौँ अब हामी धन्दै 2.5 घन्टा बसेर अब चाहिँ हामी यो ठाउँ स्थान चाहिँ हामी छोड्न पर्ने हुन्छ ल भाइले भन्ने अरे ल हामी चाहिँ अब लगभग यो ठाउँको एन्डिङ पोइन्ट ऊ त्यहाँनिर चाहिँ अचुन्दा होइन त्यहाँ एन्डिङ पोइन्ट हाम्रो त्यहाँ पुगेर चाहिँ हामी फर्किसक्यो लगभग 2 घन्टा हिँड्यो होइन 2 घन्टा हिँडेर दाइ र भाइ चाहिँ अगाडि गइसक्नु भयो हामी दुईजना छौँ क्या मजाको ठाउँ छ एकपटक चाहिँ टक्क आउनुहोस् आउनु होला मधेरा चाहिँ एउटा नेपालको चाहिँ एउटा नयाँ वर्षको दिन चाहिँ ठ्याक्कै नेपाल गएर घुमे जस्तो फिल भयो कि मधेरा आएर यहाँ मधेरा हुनेलाई के सजेसन दिन्छौ मधेरा हुने पोर्चुगलमा हुने चाहिँ एकपटक मधेरा घुम्न आइदिनुहोस् तर मधेरा हुने चाहिँ फ्याट्ट आउन सक्नुहुन्छ नि त एक दिन छुट्टी मिलाएर धेरै नजिकको कुरा हो त्यो आफ्नै घर ठाउँ जस्तो हो नजिकको उति छिटो जान सकिन्छ गएर आउन सकिन्छ एक दिनको छुट्टीमा पनि जाउँ न त भन्दा चाहिँ मजाले गएर आउन सकिन्छ है ल गाइज साथीभाइ भएर हामीले जस्तै टक्क एक दिन छुट्टी मिलाउने घुम्न आउनुहोस् काम मात्रै कति गर्ने कति दुःख गर्ने एक दिन भयो नि फेरियस भइन्छ फेरियस हुनलाई आउनुहोस् हाइकिङ गर्न हजुर ल हेर्नु यहाँ यस्तो पहिला पछि फोटो खिच्ने भिडियो बनाउने भन्छन् भाइहरूले म चाहिँ अब फोटो हानिदिन्छु है फेरि एकछिनमा भेटौँला चटपट कति छ चटपट भ्यायो यार यत्रो उहाँबाट आएको यहाँ चटपट अझै रसिया पुग्दैन ल हामी चाहिँ अलमोस्ट फर्किसकेछौँ है अब यो बलदेखि सुरु गरेको यहीँ आइपुग्यौँ हजुर ए अब यहाँ त यस्तो छ भ्यू नै बवाल छ यार कमसेकम यो पछि हेर्ने हो भने हेर्नु यस्तो राम्रो छ हेर्नु यहाँ
घुमघाम सकियो बस पनि आयो हामी बसमा जाने कुरो भयो टक्क लाएर आजको भिडियो चाहिँ यहाँसम्म है कतिको इन्जोय गर्नुभयो कमेन्ट गर्नु ल हामी चाहिँ लास्ट बस रहेछ अब हामी यहाँबाट जानुपर्ने हुन्छ टक्क भ्यू त अझै पनि बबाल छ के हो कति हुन्छ बोलमा पनि सेम छ अघि आएको पैसा छ where the neon glows, every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Echoes to the alleys at night. झ्यालतिर बस्नुपर्छ यार यता बस्नु म यता बनाइहाल्छु नि ट्यागको फ्रेममा ल ल कान्छाबाट सुरु गरौँ ल भन के कस्तो लाग्यो आजको घुमघाम नयाँ वर्ष राम्रो लाग्यो लास्टमा चटपटे पिरो भएको रहेछ हराउँदैन फाइन चटपट त भ्यायो नि कोकी रहेछ भ्याएन नि कोक भ्याए अनि ल मैला के छ आजको अनुभव कस्तो भयो रमाइलो भयो कि कस्तो भयो चिसो खाइयो होइन सबै खाइयो पहिलोचोटि घुम्न आएको घुम्न रमाइलो भयो एउटा यादगार भयो होइन अझै यो बस अझै एउटा बस भएको भने अझै घुमिन्थ्यो होइन मजाले घुमिन्थ्यो लास्ट बस भयो ठिकै छ फेरि साँझ फेरि अब बोलमा जाऊँ भने पनि बोल नपाउला नपाउला ओ दाइ ठुल दाइ तपाईँको अनुभव के छ तपाईँ पनि फर्स्टचोटि आउनुभयो बल्ल हिँड्नु भयो फर्स्ट टाइम बल्ल हिँड्नु भयो दोस्रो टाइम नेपालमा नहिँडेको मान्छे आज बेसरी हिँड्नु भयो यस्तै छ है ल टक्क बसमा छौँ ल सबैले बाई बाई भनौँ ल बाई बाई गाइस है ल बाई 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 अब बस पनि सुन्नु ल घरबाट सुरु गरेको घरमा गएर हुन्छ नि घरबाट मैले यहीँबाट गरेको के कान्छाले हो खै कान्छाको भोलक कहाँ अड्किएको नि हो ल कतिजनाले हेर्नु भयो होइन हेर्नेलाई धेरै धेरै धन्यवाद नहेर्नेले पुरा भिडियो हेर्नु होला फेरि भन्दै आजलाई हामी च्यात्यौँ फेरि अर्को भिडियोमा आउँछौँ होइन त्यही हो टक्क लगाएर घुम्नुहोस् खानुहोस् रमाइलो गर्नुहोस् ह्याप्पी न्यु इयर अनि नमस्ते सरले catch the scent. Oh, smells good. Chilling on the hood where all the time gets spent. From the boulevard flip to the beach we went. Hustle, smooth talk, can't pay no rent. Energy roll. Flip a coin on the scene, let the summer unfold. Snapping fingers at the homies, yup, we in control. Cause around here we
spit life in gold. Retro threads rocking top down